स्वागत छ गाइस। यो चाहिँ टिटपीको हामी पाँगा भन्छौँ हनुमान घाटमा। आज मौसम यस्तो छ, तरकारी बजार लाग्ने गर्छ। तरकारी बजारको बाटो हो यो। यो चाहिँ बेलुका चाहिँ तरकारी बिक्री हुने गर्छ। यो चाहिँ उता फिल्म हलतिर जाने बाटो हो। यो चाहिँ तरकारी बिक्री गर्ने ठाउँ, तरकारी मन्डी भनिन्छ नि। तरकारी मन्डी रहेको छ। यो पाँगादो बाटो चाहिँ खास किर्तिपुरको पहिला चाहिँ एकदम नसुन्ने गर्थ्यो है। अहिले चाहिँ यस विकास नभएको कारणले चाहिँ पछि परेको देख्न सक्छौँ। यहाँ गाडीहरू त बाइकहरू। यो तरकारी मन्डी हो। आज चाहिँ शुक्रबार हुनुपर्ने हो। यो तरकारी चाहिँ बेच्नका लागि यहाँ बेलुका बस्ने गर्छन्। यो तरकारी मन्डी हेरेर विभिन्न तपाईँले हेर्न सक्नुहुन्छ। त्यो तरकारी मन्डीको लागि सबै व्यवस्था गरेको छ है। त्यो तरकारी बेच्ने गर्छन्। तरकारी अनि विभिन्न फलफुलहरू बिक्री हुने गर्छ। यो तरकारी मन्डी पनि भन्ने गर्छ है किर्तिपुरको पाँगादो बाटो। अब म तपाईँहरूलाई गाइजहरू देखाउँदैछु। यो उता यो माथिल्लो बजारमा जाने बाटो हो। यो उता चाहिँ उता फिल्ममा जाने बाटो हो। गाडीहरू चाहिँ आएर गइरहेको छ। यहाँ यतातिर तरकारी मन्डी, यहाँ तरकारी बेच्ने गर्छन्। बेलुका तरकारी फलफुल पसल राखिन्छ यहाँको। अब हेरौँ है गाइस, उता तल चाहिँ तरकारी मन्डी, तल चाहिँ तपाईँले देख्न सक्नुहुन्छ। यहाँ तरकारी फलफुल कहिलेकाहीँ यहाँ पनि राख्नु हुन्छ बाटो। यहाँ चाहिँ तरकारी मन्डी, तरकारी फलफुल बेच्ने अहिले 4 बजेपछि भिड हुने गर्छ। तरकारीहरू पनि बेच्ने गर्छन् है। यो किर्तिपुरको पाँगा भन्ने ठाउँ है साथीहरू। यहाँ किर्तिपुर तपाईँलाई थाहा छ काठमाडौँको जनसङ्ख्या अत्याधिक भएको ठाउँ हो। यहाँ चाहिँ स्टुडेन्टहरूतिर आउने गर्छन्, विद्यार्थीहरू आउँछन् है। त्यो कारणले चाहिँ यो अत्याधिक जनसङ्ख्या भएको ठाउँ हो। यो विशेष गरी विद्यार्थी बस्ने ठाउँ हो। यो तरकारी मन्डी हो तल त्यो फलफुल मन्डी है। बस्ती हुन्छ है माथिसम्म हेर्नुहोस्। यो चाहिँ पाँगाको बस्ती भयो। पाँगाहरूको बस्ती यस्तो पनि छ, नेवारी बस्ती हो। त गाइस, अब हामी यो पाँगाको व्यस्त बाटोमा आइपुगेको छौँ। यहाँ चाहिँ माथि नयाँ बजारदेखि सम्पूर्ण बसहरू यता जाने गर्छन्। हनुमान घाटसम्म पनि जाने गर्छन् उता है। यहाँ चाहिँ तलसम्म जान्छ ठुला बसहरू। त्यसो त्यो पाँगादो बाटोमा तल हनुमान घाट जाने सम्पूर्ण बसहरू यहाँबाट यो चाहिँ यो गोरेटोले जाने गर्छन्। र यो माथि बाटो रोड छ नि, यो चाहिँ पाँगादो बाटो नगाउने नयाँ बजार जाने है। ल गाइजहरू, अब हाम्रो च्यानललाई सब्सक्राइब गरेर नभुल्नु होला। हामी अर्को ब्लग भेट्नेछौँ। यो चाहिँ तपाईँलाई आज मैले पाँगाको स्थिति देखाएँ। हाम्रो च्यानल सब्सक्राइब गरी छेउमा रहेको बेल आइकनमा थिच्न पनि नभुल्नु। थ्याङ्क यू सो मच फर वाचिङ दिस।